यता हेर्नुहोस् न अझै यता भिडियोमा भोइस ओभर गर्नुपर्छ अरे सो आइ एम ट्राइङ टु डु समथिङ बट आई डोन्ट नो वाट टु से सो यो चाहिँ नि म इलेक्सनको टाइम आफ्नो गाउँ जाँदाफेरिको भिडियो थियो यसलाई नै एडिट गरेर राखेको छु एज माई ओन मेमोरी सो हुएभर इज भ्युइङ इट आई होप यु इन्जोय इट हामी चाहिँ 3 वर्षपछि आफ्नो गाउँ जाँदैछौँ अनि बस्नलाई न त दसैँको बेलामा चाहिँ गइरहेको हुन्छौँ अब गाउँ जाने भनेपछि यस्तो हुन्छ नि सहरमा बसेको मान्छेहरूलाई भ्यूले नै एकदम रमाइलो पारिदिन्छ कि भर्खरसी चाहिँ हामी सौरे बजारभित्र छिर्यो होइन सौरे बजार भनेको चाहिँ हाम्रो गाउँको एन्ट्री पोइन्ट जस्तो लाग्छ क्या मलाई किनभने त्यहाँ आएपछि ल अब मास्टन पुग्यो भन्ने हुन्छ अब घर जाँदासम्म यो घच्याक घुचुक बाटोको साथमा यस्तो रोमाञ्चक भ्यू इट वाज द बेस्ट फिलिङ है मामा हेलो मामा दिस इज आवर हाउस अनि दिस इज माई सिस्टर भरिया दिदी यता हेर्नुहोस् न अझै यता हेर्नु एकपल्ट होम स्विट होम विथ द लोड मेरो लोड जति सब बहिनी लगिसकिन् भरिया दिदी खै देखाउनुहोस् भरिया दिदी हेर्नुहोस् राख्यो हेलो मेरो युट्युब च्यानल आज्ञाती वर्ष 1.06K सब्सक्राइबर्स छ अनि मैले पिङ्क कलरको टी सर्ट लाएको छु अनि यसरी बसेछु अनि त्यसै सब्सक्राइब हानिदिनु त्यति ओके बाई बाई यहाँ सुत्ने भनेर ट्राई गरेँ आगे यहाँ सुत्छिन् हो गाइस यहाँ एकपल्ट क्र्याब आएको थियो नि हामी त्यहाँ चढेको यहाँ यताबाट आउँथ्यो हाम्रो रुम थियो हामी त जन्मेको घर यही हो तिमी कहाँ जाने नथ्यो बाबा भन्थ्यौ नि जन्मेको घर त उता अझ अर्को घरमा हो यो घर त पछि म तिमी म 2 क्लासमा हुँदाखेरि बनाएको घर हो यो म क्लास 1 मा थिएँ हामी 2 उता के गाउँमा उतापट्टि उहाँ गाउँमा गएको छैन हो तिमी टिको लाउनु जान्थ्यौँ नि हामी यता हो त्यतातिर हो पिङ हुन्थ्यो ओके अनि यहाँ बारुला लागेको थियो एकपल्ट अनि त्यसपछि हामी नचढेको यहाँ चाहिँ कटेरा थियो अहिले केही पनि छैन यहाँ चाहिँ नि यो बिल्डिङ थिएन यहाँ खाली हुन्थ्यो अनि यहाँ चाहिँ रुम थियो कटेरा थियो अनि त्यहाँभित्र चाहिँ दाउराहरू राखेको हुन्थ्यो अनि त्यहाँ चाहिँ हामीले पिङ बनाएर खेल्थ्यौँ त्यसको सायद यो ढुङ्गा सबै त्यसैको होला यताको बारको आइसमा अहिले त त्यो भएको भए नि तिम्रो टाउकोले भ्याउँथ्यो माथि छुन्थ्यो बाटो छ यो हाम्रोवाला त्यो रुमको हो कि हामी सुतेको रुमको ब्याकडोर थियो पहिला हामी त्यहाँ एक्सप्लोर गर्दैछौँ अनि यो बाटो चाहिँ जानु मिल्छ भनेर हाम्रो टल दिदीले हेरेर भनिदिनु भयो अनि हामी सब जाँदैछौँ ल ल ल ल ल चढ 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 सब जुत्तालाई कम्फर्टेबल हो ए इजी रहेछ टिनले ब्लकेज मात्रै रहेछ जस्ट अनि यो चाहिँ भेरी गुड रुम दिस इज द ब्याक साइड यहाँ थियो कटेरा हामी पिङ खेल्थ्यौँ बाथरुमको भयो अनि त्यो दोकानबाट हामीले मिठाई चोरेर खान्थ्यौँ बुक कपी चोर्थ्यौँ चोरमा चाहिँ नि अरू होइन आइस्मा र म यिनीहरू बच्चाहरू त अलि थिएनन् कि यिनी थिँदै थिएनन् यिनी पनि खासै थिएन यिनी आउँदा नि मेडिकल थियो यिनी आउँदा नि मेडिकल थियो अस्ति नै हाम्रो अङ्कल आउनु थियो नि तिमी आइनौ कति रमाइलो हुन्थ्यो यहाँ भन्दा के जान्छ पोखरामा बसेर इन्डक्सन चुलो ग्यास चुलोमा खाना पकाउने खाने अझ पकाउने खाने त के भने हेर्ने हामी यस्ता बालबच्चाको लागि अब बुवाले आगो सल्काउनु भएको पनि यस्तो रमाइलो लागिरहेको थियो अनि मैले त्यो पनि खिचिरहेको छु त्यही भएर बिस्कुट ल्याएन बुवा बिस्कुट ल्याउनु छ के खाने हो चिया बिस्कुट अनि प्रिङ्गल छैन त अहिले बाटोमा बाबालाई राख्दा हुन्छ भोटमा सुटेको भन्नुपर्छ यहाँ फेरि काङ्ग्रेसको गाउँ हो ल गाइस गुड नाइट अब थाकिसक्यो किनेर
सो हामी चाहिँ गाउँमा छौँ हामी 4 जना हाम्रो ट्राईको 4 जना के हुन्छ हाम्रो क्वाड्रो चाहिँ हिँडिरह अनि हामी चाहिँ नि हामी 3 जना आज्ञा जन्मिनुभन्दा पहिला चाहिँ नि एक ठाउँमा हामी भैँसी लगाएको थियो अनि त्यो ठाउँमा चाहिँ नि यिनीहरू यस्तो यस्तो भनेर देखाउन गएको थियौँ त्यो ठाउँमा गएको बेलामा मेरो फेभरेट काँटा हरायो अनि अब राति 6:30 बजे हामी फेरि उकालो चढेर वहाँ पर मेरो काँटा खोज्न जाँदै थियौँ अनि कोइन्सिडेन्टली पछाडि अहिले नि भैँसी आइरह अनि एभ्रिबडी सो स्केयर्ड आउँदै समातेको ख बाँधेको के गर्दैन बाँधे होइन बाँध्यो हामी सबलाई बफेलो फोबिया छ मैले हेरेको मैले देखेँ होइन है अब यिनीहरू चाहिँ अगाडि टुकुर 2 जना चाउँदैन छन् यिनीभन्दा धेरै ध्यान चाहिँ नि यिनको भैँसीमा द्याट्स इट बाइ बाइ कुरा के भन्दाखेरि अँधारो मैले फ्ल्यास बालिसकेँ हामी 2 जना बहिनीहरू चाहिँ अघि नै थिएँ अनि यस्तो हेर्दै हिँड्यौँ होइन अब यिनीहरूले कतै भेटेर राखे कि अब यिनीहरूले या त भेटिसके या त यिनीहरूले भेटाएर लिएर बसेछन् कहाँ भेटायो बाटोमा टिपेको नि देखेको थिएँ मैले यहीँ हो कहाँ यहीँ वे सो द रिट्रिप वाज वर्थ इट काँटा चाहिँ त्यस्तो ठुलो महँगो एक्सपेन्सिभ के होइन कि फेरि यत्तिकै मन परेर लैलामा खोज्नको काँटा चाहिँ भेट्यो होइन हाम्रो स्ट्रगलर्स 2टा अघि हिँडेर चाहिँ भेट्टाएँ काँटा भेट्यो हाम्रो यात्रा सफल रह्यो अब अगाडि चाहिँ अन्धकारमय भएछ फ्ल्यास बाल्दै हिँड्छौँ वे यता बोल्दो रहेछ त्यस्तो छ हामी छौँ मास्टनदेखि सौरे जाने बाटोको बिचमा अब त्यो कहाँ हो कसैलाई पनि थाहा नहोला होला बट इट्स अ प्लेस एन्ड आई फाउन्ड माई काँटा एक्जामको लागि लकी थियो कि मेनहरू भन्दा नि ल हेलो गाइस छिटो खाऊ ल हाई खाना खाएर हामी सुत्न भनी गयौँ तर हामीले एकदम धेरै गेम्स खेल्यौँ रमाइलो गऱ्यौँ होइन आधा रात भएपछि सुत्यौँ अनि अब चाहिँ नेक्स्ट डे हाम्रो प्लान चाहिँ नि होम टुर गर्ने थियो तर समयको पाबन्दीले होम टुर चाहिँ गर्न भ्याएनौँ त्यो भएर मैले एक्सटर्नल होम टुर चाहिँ दिएको छु मेरो बहिनीहरू भर्खर उठेर पानी खाँदैछन् म अघि नै उठेको थिएँ मैले लाइफमा सिलौटो र लोहोरो चाहिँ धेरै प्रडक्ट चलाएको छु तर फर द फर्स्ट टाइम त्यसको एक्चुअल काम केही हुन्छ नि मसला पिस्न के गर्नको लागि युज गरेको थिएँ मैले पानी हाल्दिनु कि तेरो ढुङ्गा ल मेरो बहिनी भिडियो केही गर्दैन बाछा त भने भित्र जान्छ भित्र चाहिँ नआएछ है भने कस्तो कान कति लामो हो है तिम्रो नि चाहिँ कान लाम्रो ठुला जातका भइदिनु पानी तर हिजो नि हामी त्यही थाहा पायो भए त्यो ड्रम भरिनु रहेछ हिजो नि यस्तो बाई गाइज हाम्रो भेट यतिसम्म नै थियो फेरि तिमीहरू जिउँदो रह्यो भने भेटौँला अर्को पालि आउँदा आयौँ हामी बाहिर कुरा चुनौतीमा मान्छे द लेभल अफ कन्फिडेन्स आई अलवेज वान्टेड आधा दिन त हामी यहीँ घुइँचोमै स्पेन्ड गऱ्यौँ चाहिँ पुरा लाइन यहाँ चाहिँ भोटालसम्मको महानुभावहरू हुनुहुन्छ यहाँ चाहिँ हामी बच्चा बच्चीहरू हुन्छ यता नि भिड छ हामी चल्यो वकको लागि यता हामी मम्मी पार्टीहरूको बिचमा टक्क ल्याएर यता 2 जना बच्चाहरूको पछाडि 2टा मम्मीहरू हामी कसैको घर जाँदैछौँ मलाई थाहा छैन टुकुर हिँड्दैछौँ मम्मीलाई फलो गर्दै मम्मी हेलो आयुष्माको हाइट कम भयो त्यो हल्कामा बसिकन है हाइटै पुगेन टक्स टु समवन हु इज 5 एन्ड सेटिस्फाइड ए जोडी मेरो बर्थडे आउन हप्तै भनौँ न हप्ता 3 हप्ता छ होला 2-3 हप्ता
2-3 हप्ता कति होला मेरो बर्थडे आउनु कति होला आज कति मार्च हो 21 आज हप्ता नि होइन आज 5 मार्च हो 11 दिन 2 हप्ता 12 दिन 12 दिन छ 12 दिन यही गिफ्ट तयार पारेर दिएँ त्यो भएर गरिदिन्छु पहिलाको वर्ष दिन त्यही भएर यसपालि म डेढ छोड्ने भयो के हो तिम्रो गिफ्ट कतिवटा गिफ्ट हो म हो तिम्रो लागि हुन्न म निसुलाई गिफ्ट दिन कि भने उसको बर्थडे सेलिब्रेट हुँदैन कि उसको इक्जाम चल्छ हो मन्थमा गिफ्ट दिने मेरो बर्थडेलाई गिफ्ट रेडी हो मेरो बर्थडेलाई गिफ्ट रेडी हो एउटा चाहिँ हल्का इस्टाब्लिस्ड ब्लगर 1K वाला एउटा चाहिँ नि वान अफ बी ब्लगर my god my mascara looks nice गाइस जुरा सब्स्क्राइब हान्दिनु मको पिटिका च्यानलको नाम के हो मको सब्स्क्राइब गर्ने पिटिका रे के कसले भन्छ NANAA नाना नेम गिभन बाई हेर मैले त कस्तो भन्दाखेरि यो यहाँबाट फ्लिप चाहिँ हुँदै हुँदो रहन्छ माई ब्याड म देखाउँछु कसले भनेको नाना भनेर यो मान्छेले चाहिँ नि निक नेम दिनुभएको त्यही नेममा मैले च्यानल बनाइदिएँ उसको फेभरेट नाम हो नाना हो कि होइन अब चाहिँ हामी भोट हाल्न जाँदैथ्यौँ सो आफ्नो नाम चेक गऱ्यौँ अनि सबै सामानहरू जम्मा गरेर 2 जना बहिनीहरूलाई जिम्मा लगाएर अनि हामी लाग्यौँ पहिला एक लट फोटो पनि खिच्यौँ अनि फेरि भोट हालेर फोटो खिच्यौँ देन घरमा आएर फ्रुटी एन्ड बिस्किट्सहरू खाएर चिल गऱ्यौँ एकछिन हामी जाँदैछौँ घुम्न अब भोट हालेर खाजासाजा खाएर हामी चाहिँ यसो माथितिर हिँड्दै घुम्न गइरहेछौँ अनि यस्तो अलिक टाढासम्म जाने सोचेको थियौँ बट थकेर आएर सबैजना यहीँ बस्यौँ म पनि यहीँ बस्दाखेरि नै भ्यू यति मजाको देख्यो कि हामी उठ्नै चाहेनौँ त्यो पछि अलि घर जानुपर्छ अब भन्ने समय भएपछि उठेर त्यहाँबाट घर गयौँ अनि खाना बनाएर बेलुका फेरि पोखरा गएपछि खाना बनाएर खानु जहाँ हुन्छ भनेर खाना पनि बनाएर अनि सबैजना गाडीमा फेरि लाग्यो पोखरातिर पूजा गरेर आउँदाखेरि आमा यहाँ बाघ देखेको हामीले घरमा झन् थोर आयो अरे उनीहरू पनि जान्न वरि जान्न अरे फुल्दा फुल्दा बढी मनको भयो अरे र अनि उसको चाहिँ फोन आने त यो आएको राकोसामा डराउँदो रहेछ यस्तो उज्यालो झन् त्यसको मनै फुर्ती हुँदो रहेछ त्यहाँबाट आउँदैन बरु साँझ परेपछि यसरी नै आमाको र राति यो बाटोमा हिँड्दाको स्टोरिजहरू सुन्दै सुन्दै हामी लागिरहेको थियौँ हाम्रो अघि चाहिँ ठ्याक्क त्यो भोट लैजानेवाला गाडी हुन्छ नि त्यो सबभन्दा गाडी ठुलो गाडी चाहिँ त्यही चलिरहेको थियो अनि त्यसको ठ्याक्क पछाडि चाहिँ हाम्रो अङ्कलको गाडीले चाहिँ ओभरटेक गर्न खोजिरहेको छ र ठ्याक्क ओभरटेक पनि गर्नुभयो अब यसरी नै रमाइलो एक दिनको बसाइपछि हामी गएर पोखरा पुग्यौँ थकी हारीवाला हालतमा तल जान्छ र खोला भारी ओ माय गॉड भारी नम्बर 1 कता बिस भारी नम्बर 1 भारी नम्बर 2 भारी नम्बर 3 भारी नम्बर 6 भारी नम्बर 5 भारी नम्बर 6 So that was it. Bye bye. Do like, subscribe and comment.